साँच्चैको एकदम भित्रबाट चाहिँ एकदमै रोदन निक्लेर जस्तै भइरहेको छ है। मलाई चाहिँ त्यस्तो फिलिङ भइरहेको छ, किनभने हाम्रो राजकुमार श्रेष्ठ सरको जीवनी जहाँदेखि उहाँले सुरु गरेर यस्तो यस्तो ठुलो काम, यस्तो मानवताको काम सुरु गर्नुभएको छ, उहाँको लागि एकदम ताली मनैदेखि गुगल सर्च गर्ने क्रममा हाम्रो बुद्ध म्यामले चाहिँ यो ठाउँ पत्ता लगाउनु भएको थियो र हामीले उहाँलाई सम्पर्क गर्दा उहाँले आफ्नो परिचय दिँदा यो ठाउँमा छ भनेर आज हामी यहाँसम्म आइपुग्यौँ। र उहाँले जुन यस्तो मानवताको काम गरिराख्नु भएको छ, उहाँलाई सलाम गर्दै यो नानीहरू जुन अनाथ बच्चाको पीडा, एउटा बाउ आमा नभएको, अभिभावक नभएको बच्चा कुन तरिकाले यो संसारमा आएर होइन बाँच्नु पर्ने बाध्यता रहेछ होइन मान्छेको। त्यही कारणले चाहिँ जसको स्थापना 2080 सालमा भएको थियो, हाम्रो बसोबास मेगा सिटी तारकेश्वर 1 मा छ र हामीले गत वर्ष पनि वृद्धाश्रममा गएर सानो सहयोग गरेको थियौँ र वृद्धाश्रम भन्दा अब अहिले चाहिँ हामीले बाल गृहमा जाउँ न भनेर चाहिँ यो सानो बालिकाहरू छन् क्या सबै भनेपछि यो बालिकाहरूले चाहिँ हामीले दिएको एउटा सानो सहयोगले गर्दाखेरि यो बालिकाहरूको जीवनमा केही भनौँ न, अब जस्तै उहाँले सरले भन्नुभएको नगरपालिकाबाट वडाबाट चाहिँ जुन सपोर्ट गरिराख्नु भएको छ, हामी भनेको एउटा प्राइभेट संस्था हो र हामीले सानो जुन रकम भन्नाले रकमले जम्मा गरेर यो जुन किनेको छ यसलाई चाहिँ अन्यथा लिनुहुन्न, सायद थोरै छ होइन, थोरै भए पनि हाम्रो चाहिँ मन चाहिँ एकदमै तपाईँहरूको लागि उज्जवल भविष्यको कामना गर्दछौँ र महिला भएर नानीहरू भएर तपाईँको जुन मापदण्ड उहाँले पाएर जुन बोर्डमा लेखेको छ त्यसलाई पक्कै पनि पालना गर्नु। अनि यो नानीहरूको मलाई कस्तो लाग्छ, बौद्धिक क्षमता अझै पनि आफ्नो बारेमा 10-12 वर्ष को हुनुहुन्छ, कति वर्षसम्म हुनुहुन्छ? 10-12 वर्षको अलिकति छ, 15 वर्षसम्मको हुनुहुन्छ। 15 वर्षसम्मको जुन हुनुहुन्छ, हामी त आफ्नो बाबाआमाको काखमा थियौँ त्यति बेला होइन। र मलाई आज चाहिँ आफूलाई एकदमै भाग्यमानी ठानेको छु आज, किनभने अब बाबु नानीहरूको अब भनौँ न अभिभावक जो हुनुहुन्छ उहाँ राम सर नै हुनुहुन्छ, राज सर नै हुनुहुन्छ होइन। उहाँहरूलाई तिमीहरूले चाहिँ यो गुण चाहिँ कहिले पनि नबिर्सिनु र यो ठाउँमा बसेर शिक्षा पढाइ हासिल गर्नु होइन, पढाइ हासिल गरेर महिला भएर बालिका भएर पनि तिमीहरू अगाडि गएर केही न केही गर्न सक्छौ पक्कै पनि, जस्तो मलाई विश्वास छ। र अब यहाँ जुन उहाँले खाना उपलब्ध गराउनुहुन्छ, जुन बसोबासको सुविधा दिनुभएको छ, उहाँको ठुलो नै गुण रहनेछ तपाईँहरूमाथि है। यति भन्दै एकदमै भावुक लागिरहेको छ। तपाईँहरूको उज्जवल भविष्यको कामना गर्दै है म मेगा सिटी जागृति महिला समूहको तर्फबाट फेरि पनि हाम्रो यो स्वीकार गरिदिनु हुन मैले ग्राहकहरूलाई